हेलो गाइज र अहिले नेक्स्ट भिडियो आइसक्यो तपाईहरुको माझमा। यो चाहिँ भनेको अब हामीले जापानमा हिँड्दाखेरि कसरी हिँड्ने, जहाँ तहाँ यसो ट्राफिक लाइटहरु हुन्छ। जस्तै अब अघि रातो थियो अब हरियो भयो, अब हिँड्ने हो हैन। यो त बेसिक नलेज हो, सबैतिर हुने नै कुरा हो हैन। जस्तै यता रातो छ, यो रातो भएपछि अब यहाँबाट हिँड्न पनि मिलेन, गाडीहरु पास भइरा हुन्छ। अहिले हामी त जाने हो, जानलाई त यस्तो रातो हरियो यस्तो चाहिँ पुरै हामीले फलो गर्नुपर्ने हुन्छ। यहाँको रुल्स एकदम कडा छ। फुटपाथमा पनि ट्राफिक लाइटहरु राखिदिएको हुन्छ अहिले जस्तै हैन। अघि त हामीले बाटो काट्यौं, तर फुटपाथमा पनि त्यस्तै खालको हुन्छ लाइटहरु। अहिले म त्यहाँ देखाउने छु अनि अझै प्रष्ट हुन्छ। अघि मैले भनेको थिएँ नि, यो भनेको फुटपाथ हो। अब यहाँ पनि लाइट हुन्छ, लाइटमै हिँड्नु पर्यो। झिबिक झिबिक हुन लाग्यो, त्यो भएको छैन हैन। यो चाहिँ अब फुटपाथमा पनि अब यो लाइटिङ हुन्छ, जस्तै त्यहाँ झिबिक झिबिक भइसक्यो। अब यसमा जान मिलेन, एकछिन रातो भइहाल्छ बिचमा कुद्दा कुद्दै। त्यही भएर अब एकछिन वेटिङ गरौँ। यही मैले सिकाएको रातो भयो, यो भनेको फुटपाथ हो हैन। यो त बाटो क्रसिङ रोड नै हो। त्यो अघि हामीले देखाएको चाहिँ यताको चाहिँ यो फुटपाथ हो। जस्तै यो रातो भयो, यहाँबाट म उता जान पाउँदिन हैन। हो मैले यही देखाएको है, सरी। यिनीहरु भनेको चाहिँ अब यहाँ पुरै घुम्ने ठाउँ। ल ल यति नै, थ्यांक यू।